नमस्कार, नेपाल अटोमा यहाँहरूलाई स्वागत छ। नेपाली बजारमा पछिल्लो समय नयाँ नयाँ ब्रान्डका इभीहरू भित्रिने क्रमले तीव्रता पाइरहेको छ। यसै क्रममा पछिल्लो समय लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई ब्रान्डको क्रेटा इभी नेपाली बजारमा लन्च गरेको छ। यस इभी अहिले नेपाली बजारमा निकै चर्चा कमाइरहेको पनि छ। यसै विषयमा जानकारी प्रदान गर्न हामी हुन्डाईको थापथली स्थित सोरुममा आइपुगेका छौँ र हामीसँग कम्पनीका सेल्स प्रतिनिधि जिग्मे वाङचुक लामा हुनुहुन्छ। उहाँले यस इभीको बारेमा विस्तृत जानकारी प्रदान गर्नुहुनेछ। नमस्ते सर, मेरो नाम चाहिँ जिग्मे वाङचुक अनि म चाहिँ अहिले हुन्डाईको कर्पोरेट सेल्समा काम गर्छु र अहिले म तपाईँहरूको अगाडि यो क्रेटा इभीको बारेमा बोल्दै चाहन्छु। सो यो क्रेटा इभी चाहिँ अहिलेको मार्केटको सबैभन्दा अवेटेड र तपाईँको एन्टिसिपेटेड तपाईँको गाडी नै भनौँ सर। अहिलेलाई चाहिँ मार्केटमा एकदमै राम्रो क्रेज ग्यादर गरिरहेको छ यसले। अब त्यसै गरी क्रेटा इभीको बारेमा कुरा गर्दा अहिले हामी लक्ष्मी इन्टरकन्टिनेन्टलले चाहिँ तपाईँको हुन्डाई क्रेटा इलेक्ट्रिक तपाईँको 4वटा भेरिएन्टमा ल्याउँदैछौँ। त्यो 4वटा भेरिएन्टमा तपाईँको हाम्रो बेस अप्सनमा हाम्रो एक्जिक्युटिभ भनेर आउँछ भने, त्यसै गरी माथिल्लो अप्सनमा स्पार्ट, त्यसपछि स्मार्ट ओ र हाइएस्ट अप्सनमा तपाईँको प्रिमियम प्लस भन्ने गाडी छ। अहिले हाम्रो पछाडि भइरहेको गाडी जुन चाहिँ डिस्प्लेमा छ त्यो चाहिँ तपाईँको स्मार्ट ओ अप्सन हो, जुन चाहिँ हाम्रो सेकेन्ड हाइएस्ट लेभलमा आउँछ। अब गाडीको कुरा गर्नुहुन्छ भने चाहिँ तपाईँको गाडी अहिले हाम्रो ल्याइरहेको इम्पोर्ट गरिरहेको गाडी हजुरको 42 किलोवाट मोटर ब्याट्री क्यापेसिटीको 99 किलोवाटको मोटरसँग आउँछ। यसले तपाईँको जेनेरेट गर्ने रेन्ज भनेको चाहिँ नेपालको कन्टेक्समा लगभग हजुरको एकदमै डिपेन्डेन्ट भयो भने पनि एभरेजमा पनि यसले तपाईँको लगभग 330 देखि 340 चाहिँ मजाले दिन्छ। अब गाडीको ओभरअल फिचर वाइज हेर्नुहुन्छ भने चाहिँ तपाईँको अगाडि पनि देखिसक्नुभयो होला, हजुरले हाम्रो गाडीमा प्यारामेट्रिक पिक्सलेटेड डिजाइन फ्रन्ट ग्रिल आउँछ, जुनले चाहिँ तपाईँको एकदमै फ्युचरिस्टिक प्लस एलिगेन्ट लुक दिन्छ। अनि त्यसै गरी अगाडिको लाइट्सहरू हेर्नुहुन्छ भने तपाईँको क्वाड बिम हेडल्याम्पहरू आउँछ, जुन चाहिँ तपाईँको एउटा त पावर पनि राम्रो, पावरमा पनि मजाले काम, क्वाड बिम हेडल्याम्प आउँछ जुन चाहिँ तपाईँको एकदमै प्रोडक्टिभ, यत तपाईँको पावर पनि एकदमै कम दिन्छ अक्सिलरी ब्याट्रीबाट। र यसको अगाडि पनि हेर्नुहुन्छ भने चाहिँ तपाईँको फ्रन्ट कनेक्टिङ हेडल्याम्प चाहिँ एकदमै अट्र्याक्टिभ र भिजिबल। त्यसै गरी अब गाडीको ओभरअल फिचर वाइजहरू हेर्नुहुन्छ भने तपाईँको गाडी एकदमै फिचर लोडेड छ। तपाईँको इलेक्ट्रिक ब्याट्री भएकोले गर्दा यसमा तपाईँको रिजेनरेटिभ ब्रेकिङ, त्यसै गरी हाम्रो एड्यासहरू पनि हाम्रो हाइएस्ट अप्सनमा एड्यासहरू पनि आउँछ र तपाईँको विलहरू हेर्नुहुन्छ भने तपाईँको 17 इन्चको अलय विल्सहरू पनि आउँछ। भनेको डिजाइनको कुरा गरिहालेँ सर। तपाईँको यसमा हाम्रो अगाडिको पोइन्टबाट हेर्नुहुन्छ भने चाहिँ तपाईँलाई हाम्रो चार्जिङ पोर्ट पनि आउँछ। यसले चाहिँ तपाईँको एसी, फास्ट एसी र डिसी तिनटै चार्जिङ सपोर्ट गर्छ र तपाईँको यो पोर्टमा हेर्नुहुन्छ भने तपाईँको युनिभर्सल टाइप चार्जिङ नै हुन्छ, जुन चाहिँ तपाईँको अरू ब्रान्डहरूसँग पनि मजाले म्याच हुन्छ। जसको मतलब तपाईँले अर्को ब्रान्डको चार्जिङ स्टेसन भए पनि वा ह्युन्डाईको चार्जिङ स्टेसन भए पनि मजाले चार्ज गर्न सक्नुहुन्छ। र यसमा हेर्न सक्नुहुन्छ तपाईँको 7 पिन चार्जर चाहिँ तपाईँको एसीको लागि युज हुन्छ भने चाहिँ ओभरअल यो तपाईँको चार्जिङ पोर्ट चाहिँ हाम्रो डिसीको लागि युज हुन्छ। र ह्युन्डाई एज अ तपाईँको हुन्डाई क्रेटा इलेक्ट्रिकले चाहिँ अहिले तपाईँको मार्केटमा अभाइलेबल भएको इभीहरू भन्दा चाहिँ के डिस्टिङटिभ छ भनेपछि तपाईँको यो गाडीले हाम्रो फास्ट एसीमा 11 किलोवाटसम्मको चार्जिङ सपोर्ट गर्छ, जुन चाहिँ अर्को इभीले गर्दैन। त्यसले गर्दा चाहिँ तपाईँको सिम्पलेस्टमा पनि घरमा हजुरले 11 किलोवाटको चार्जर हाल्नुभयो भने यसले तपाईँलाई लगभग 5 to 6 आवर्समा तपाईँको 0 to 90सम्म चार्ज हुन्छ। त्यो भएपछि तपाईँले ओभरनाइट हेक्टिक लङ आवर चार्जरको लागि टेन्सन लिइराख्नु परेन। र यसको ठ्याक्क तलपट्टि हेर्नुहुन्छ भने चाहिँ यहाँ तपाईँको अटोमेटिक तपाईँको फ्ल्याप्सहरू आउँछ। यो अटोमेटिक फ्ल्याप्सको मेन युज भनेको चाहिँ तपाईँको ओभरअल एरोडाइनामिक्समा हेल्प गर्ने भयो, प्लस तपाईँको भित्रको मोटरहरू कुलिङमा पनि यसले हेल्प गर्छ। जब गाडी तपाईँको ओभरहिट भएर लङ ड्राइभहरूमा ओभरहिट हुन्छ, यो अटोमेटिक फ्ल्याप्सहरू आफै ओपन भएर तपाईँको मोटरलाई पनि कुल डाउन गर्नमा हेल्प गर्छ। र त्यसै गरी यो स्किड प्लेटहरूले चाहिँ तपाईँको ओभरअल कहिलेकाहीँ अप्रोच एङ्गलमा कुनै एकदमै हाई स्टिप तपाईँको स्लोपहरू छ वा हाई स्टिप उकालोहरू छ भने चाहिँ यो तपाईँको स्किड प्लेटले चाहिँ हजुरको एप्रोच एङ्गलमा हेल्प गर्छ। अन्डर द हुड हेर्नुहुन्छ भने चाहिँ यसमा हामीले तपाईँलाई एउटा फ्रन्ट स्पेस दिएको छौँ, जुनमा चाहिँ तपाईँले ओभरअल तपाईँको मोटरको माथि एक एडिसनल स्पेस पाउनुहुन्छ लगभग 15 लिटरको, जहाँ चाहिँ तपाईँले आफ्नो चार्जिङ केबल वा एनिथिङ एल्स जस्तै तपाईँको लङ ट्रिपतिर जाँदा केही सामानहरू पछाडि नहटेको सामानहरू चाहिँ हजुरले अगाडि राख्न सक्नुहुन्छ। यो भनेको चाहिँ एउटा तपाईँको आजकलको लागि एउटा एडिसनल फिचर भनेर नै भन्छौँ, प्लस तपाईँको एकदमै हेल्पफुल पनि छ। यो चाहिँ क्रेटा इभीको तपाईँको रेयरको बारेमा कुरा गर्नुहुन्छ भने चाहिँ यसमा तपाईँको हाम्रो बक्सी डिजाइनमा तपाईँको कनेक्टिङ टेल ल्याम्प आउँछ, जुन चाहिँ तपाईँको गाडीको ओभरअल लुकलाई एकदमै एलिगेन्ट प्लस तपाईँको राति हेर्दा पनि एकदमै राम्रो देखाइन्छ। र यसमा तपाईँको रेयर वाइपर, रेयर डिफगर, शार्क फिन एन्टिना प्लस तपाईँको हाम्रो अगाडि भएको डिजाइन एलिमेन्टकै पिक्सलेटेड क्रोम सबै यता नै छ। र
र रेयर स्पेसको कुरा गर्दा चाहिँ हाम्रो गाडीमा अहिले तपाईँको 433 लिटर्सको बुट स्पेस आउँछ। त्यसै गरी तपाईँको चार्जिङमा हाम्रो 2.3 किलोवाटको पोर्टेबल चार्जर आउँछ जुन चाहिँ तपाईँको घरको सिम्पल वाल सकेटमा पनि सपोर्ट गर्छ। र अहिले अरू ब्रान्डभन्दा के डिस्टिङटिभ छ भनेपछि हाम्रो Hyundai एज अ ब्रान्ड तपाईँको अरू ब्रान्डको कम्पेरिजनमा हामीले एउटा एडिसनल फुल साइजको स्पेयर टायर दिएको छौँ जुन चाहिँ तपाईँको तलपट्टि नै प्लेस हुन्छ। स्पेयर टायर तपाईँको हजुरले हेर्नु भएको नै होला अरू ब्रान्डहरूमा प्रेजेन्ट छैन। नेपालको टेरेनहरू अनुसार कच्ची बाटोहरू अनुसार चाहिँ तपाईँको आउट अफ भ्याली जाँदा कहिलेकाहीँ तपाईँको वर्स रोड केसहरूले गर्दा तपाईँको कहिलेकाहीँ टायर नै च्यातेर फेरि हामीले टायर मोबिलिटी किटले हावा बढ्ने सिनेरियो कहिलेकाहीँ नहुन पनि सक्छ। सो त्यो कन्डिसनमा चाहिँ हाम्रो Hyundai Creta इलेक्ट्रिकमा तपाईँको एउटा स्पेयर टायर भएकोले गर्दा एकदमै हेल्पफुल प्लस एडभान्टेज जसरी एक्ट गर्छ। अगाडि हाम्रो एसी कन्ट्रोलमा हेर्न सक्नुहुन्छ हामीले Hyundai एज अ ब्रान्डले अहिलेसम्म तपाईँको फिजिकल बटन्सहरू चाहिँ छोडेको छैन कम्पेयर टु अदर चाइनिज ब्रान्ड्स। किनभने हाम्रो फिजिकल बटन्सहरू चाहिँ Hyundaiको पहिल्यैदेखि नै हामीले जोड गरेर तपाईँको फिजिकल बटन्स चाहिँ रिमुभ गर्नु हुँदैन भनेर नै हामीले बिलिभ गर्छौँ। किनभने तपाईँको सेफ्टी वाइज रेटिङमा पनि हेर्नुहुन्छ भने 2026 को युरो एनक्यापमा तपाईँको फिजिकल बटन्स नभएको क्रेटा हाम्रो इभीहरूलाई चाहिँ सेफ्टी रेटिङ्समा एकदमै कम रेटिङ्स आउने कुराहरू अलरेडी नै आइसकेछ। सो तपाईँको फिजिकल बटन्स चाहिँ Hyundaiले चाहिँ एज अ ब्रान्ड नै तपाईँको पहिल्यैदेखि नै सेट गरेर राखेको छ र पछिको आउने नियर फ्युचरमा पनि फिजिकल बटन्स नै हुन्छ भनेर हामीले मजाले भन्न सक्छौँ। अनि हाम्रो यहाँ इन्फोटेनमेन्ट हेर्नुहुन्छ भने चाहिँ तपाईँको 10.25 इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट आउँछ जुन चाहिँ तपाईँको एप्पल कारप्ले प्लस एन्ड्रोइड अटो दुवै सपोर्ट गर्छ। र यसमा तपाईँको ओभरअल इभी मोडहरूदेखि लिएर तपाईँको हाम्रो ब्याट्रीको चार्जिङ डिट्याचमेन्टदेखि लिएर सबै हामीले यहीँबाट नै सेट गर्न सक्छौँ। जस्तै तपाईँको ओभरअल रेन्जहरू पनि हेर्नुहुन्छ भने चाहिँ हजुरले यहीँबाट हेरेर तपाईँको के एसी चलाउँदा के कतिको रेन्ज दिन्छ, एसी नचलाउँदा कतिको रेन्ज दिन्छ, प्लस तपाईँको यहाँ सेटिङमा जाँदा हजुरले कति लेभलको चार्जिङ लिमिट राख्न मिल्छ तपाईँको ब्याट्री हेल्थको म्याक्सिमम तपाईँको अप्टिमाइजेसनको लागि एसी डिसी चार्जरमा तपाईँको चार्जिङ लिमिटहरू सेट गर्न सकिन्छ। त्यसै गरी हजुरले चार्जिङ कहिलेसम्म सेट गर्न मिल्यो र युटिलिटी मोडहरूमा सबै राख्न मिलेछ। तपाईँको युटिलिटी मोडमा चाहिँ के हुन्छ नर्मली तपाईँको गाडीको म्याक्सिमम रेन्ज दिनलाई तपाईँको गाडीले आफ्नो मेन ब्याट्रीको पावर सबै रेन्जमा फोकस गरेर गाडीलाई अपरेट गरिदिन्छ। त्यसले चाहिँ तपाईँको म्याक्सिमम रेन्ज हामीले जेनेरेट गर्न सक्छ। हामी तपाईँको ड्राइभर सिटमा छौँ। यो ड्राइभर सिटमा चाहिँ हामीले स्टार्टिङबाट हेर्नुहुन्छ भने चाहिँ तपाईँको स्टियरिङबाट कभर गरौँ। यसमा चाहिँ तपाईँको 3 स्पोक स्टियरिङ आउँछ जुन चाहिँ लेदर वेट ऱ्याप्ड हुन्छ। यो चाहिँ तपाईँको 3 स्पोक भनेको चाहिँ तपाईँको मेनुभरिङदेखि लिएर तपाईँको स्टियरिङ ह्यान्डलिङहरूमा एकदमै सजिलो हुन आउँछ, एकदमै प्र्याक्टिकल पनि हुन्छ। त्यसै गरी अहिलेको तपाईँको नयाँ Hyundaiको तपाईँको स्टियरिङहरू हेर्नु भएको छ भने चाहिँ हजुरको हाम्रो पहिलाको ट्रेडिसनल एच लोगो चाहिँ अहिले रिप्लेस भएर तपाईँको यो 4वटा डटले रिप्लेस भएको छ। यो 4वटा डटले चाहिँ तपाईँको मोर्स कोडमा एच नै डिनोट गर्छ विच स्ट्यान्ड्स फर Hyundai। तपाईँको अहिले नयाँ फिलोसफी भए पनि पहिलाको ट्रेडिसनल हाम्रो हिस्ट्रीलाई नबिर्सिकन नै हामीले यो फिलोसफीको लोगो राखेछौँ। र यसमा तपाईँको स्टियरिङमा हेर्नुहुन्छ भने तपाईँको अडियो कन्ट्रोलदेखि लिएर भोइस कन्ट्रोल सबै आउँछ। तपाईँको मोडहरू भयो, त्यसै गरी गाडीको इन्फर्मेसनहरू आउँछ। हामीले स्टार्ट गरेर हेर्दा तपाईँको क्लस्टर पनि फुल्ली डिजिटल आउँछ भने चाहिँ यो तपाईँको हाम्रो इन्फोटेनमेन्ट पनि तपाईँको सबै कन्टिन्युसमै आउँछ। कन्टिन्युटी हाम्रो फिलोसफीमा बनेको टच स्क्रिन भयो। र यसमा हेर्नुहुन्छ तपाईँको स्टियरिङमा हेर्नुहुन्छ भने चाहिँ हाम्रो यसमा क्रुज कन्ट्रोल आउँछ जुन चाहिँ हामीले एड्याप्टिभली हामीले क्रुज कन्ट्रोल युज गर्न सक्छौँ। प्लस तपाईँको ओभरअल इन्फर्मेसन र तपाईँको एफएम मोडदेखि लिएर हाम्रो म्युजिक मोडहरू पनि सेलेक्ट गर्न मिल्छ। र यो चाहिँ हाम्रो भोइस इनेबल तपाईँको कन्ट्रोलर भयो। जस्तै हामीले यो सनरुफदेखि लिएर हाम्रो सबै चिजहरू हामीले यहाँबाट कनेक्ट गरेर ओपन हाम्रो भोइसबाट नै खोल्न सक्छौँ। अर्को यसको तलपट्टि हेर्नुहुन्छ भने चाहिँ हाम्रो रिजेनेरेटिभ ब्रेकिङ आउँछ। यो चाहिँ तपाईँको पेडल सिफ्टरको थ्रुबाट हामीले अपरेट गर्न सक्छौँ। अर्को ब्रान्डहरूभन्दा हाम्रो के डिस्टिङटिभ छ भने चाहिँ हाम्रो जस्तै ड्राइभ गर्ने बेला चाहिँ यो रिजेनेरेटिभ ब्रेकिङ पेडल सिफ्टर्सले चाहिँ तपाईँको 1 लेग ड्राइभ गर्न सक्छौँ जुन भनेको चाहिँ तपाईँको ब्रेकिङ लेभलहरू सबै हाम्रो हातबाट नै कन्ट्रोल गर्न सक्छौँ। र यो 1 लेग ड्राइभले चाहिँ तपाईँको ड्राइभिङ कम्फर्ट पनि एउटा सजिलो भयो। अर्को भने तपाईँको खुट्टामा पनि धेरै स्ट्रेस परेन। यो चाहिँ जस्तै तपाईँले एक्सिलेटर थिचेर छोड्न साथ तपाईँले यो ब्रेकिङहरू मेन्टेन गर्न साथ तपाईँको गाडी आफै अटोमेटिकली स्टप हुन्छ ब्रेक नथिचिकन। यसमा तपाईँको मेन ब्रेक युज नभएर तपाईँको गाडीको ओभरअल ब्रेक युज हुने भएकोले गर्दा तपाईँको रिजेनेरेटिभ ब्रेकिङ भएर 100%मै तपाईँको 20 किलोमिटर दिने देखाएको छ भने चाहिँ तपाईँको रिजेनेरेटिभ ब्रेकिङको हेल्पले तपाईँलाई 350 सम्मको रेन्ज पनि दिन सकिन्छ। एउटै फिजिकल भोल्युम साइज भए पनि हजुरको हायर एनर्जी डेन्सिटीले गर्दा हजुरको
गाडीले एउटै साइजमा धेरै रेन्ज दिन्छ प्लस तपाईँको चार्जिङ साइकल्सहरू पनि धेरै दिन्छ त्यसले चाहिँ तपाईँको ब्याट्रीको ओभरअल हेल्थ डिग्रेडेसन एलएफई ब्याट्रीभन्दा यसको कम हुन्छ सो यसले तपाईँलाई धेरै लन्जिभिटी दिन्छ कम्पेयर टु अदर एलएफई ब्याट्री कार्स र सर्भिस एस्पेक्टको कुरा गर्दा चाहिँ हजुरको Hyundai एज अ ब्रान्ड तपाईँले अल ओभर नेपालभरि तपाईँको सर्भिस सेन्टर्सहरू पाउन सक्नुहुन्छ जुन चाहिँ तपाईँको हाम्रो सर्भिस वर्कफोर्समा लगभग 70% भन्दा धेरै वर्कफोर्सहरू चाहिँ तपाईँको इभी स्पेसलिस्ट भनेर नै हामीले ट्याग दिन्छौँ जो चाहिँ तपाईँको एकदमै हाइली ट्रेन्ड इन ब्याट्री कार्स र तपाईँको पार्ट्सहरू पनि इजिली अभाइलेबल छ तपाईँको Hyundai हामीले तपाईँको क्रेटा इलेक्ट्रिकहरू लन्च हुनुभन्दा अगाडि नै हामीले पार्ट्सहरू स्टोर गरेर राखेका हुन्छौँ जुनले चाहिँ तपाईँले देखाउन सक्छ कि तपाईँको ओभरअलमा यो गाडीको लन्जिभिटी एकदमै राम्रो छ प्लस तपाईँको गाडी ड्युरेबल पनि ड्युरेबल छ ओभरअल फिलोसफी हेर्नुहुन्छ भने त तपाईँलाई थाहा नै छ Hyundaiको प्रेजेन्स कति राम्रो छ अहिले नेप्लिस मार्केटमा भनेर थ्याङ्क यू धन्यवाद क्रेटा इभीको बारेमा यहाँले जानकारी प्रदान गर्नुभयो आगामी दिनमा पनि हामी यस्तै भिडियोहरू यहाँहरू माझ ल्याउने नै छौँ हाम्रो युट्युब च्यानल फेसबुक र इन्स्टाहरू यहाँले फलोअप गर्नुहोला र भिडियो मन परेदेखि लाइक सेयर र कमेन्ट पनि गरिदिनु होला धन्यवाद